फेरि हामी आफ्टर लङ टाइम हामी गरेको चाहिँ तपाईँको आर्टिङ राखेको बाइक आर्टिङ राखेको। सो आज बेसिकली हामी चाहिँ यो पोखरा भन्ने क्षेत्रमा आएको छौँ। सो यहाँ चाहिँ बेसिकली साथीले चाहिँ एकदम राम्रो तपाईँको होइन नेवारी फुडको भनौँ जे पनि बजार लाग्दो रहेछ होइन। सो आज हामी त्यस्तो भनौँ एउटा लोकल फुडहरू नेवारीको लोकल फुडहरू चाहिँ भनौँ मेला टाइपको कति आउँदैछ। सो यु क्यान भिजिट है पोखरा एरियामा पर्दैन माथि भुटकल ट्रेको छेउमा मेन गेटको छेउमा चाहिँ तपाईँको हुन्छ यु क्यान पार्क हो है मिटर रोडमै राखेको छ। आई थिङ्क दिस भिडियो विल बी अ सर्ट हुन्छ हामी त्यति बुझ्छौँ होइन। त्यति बेसिकली अहिले राइड गरिराख्नुपर्छ होइन राइडको टाइम हो। सो बेसिकली अब यहाँ आएको कारणले चाहिँ राइड परेको कारण चाहिँ मैले यहाँ गइरहेको छु। सो एक दुईवटा फुड टेस्ट गर्छौँ अनि हामी निस्किहाल्छौँ है। सो सर्ट भिडियो हुनेछ। सो बेसिकली पछि टाइम पायो भने म लङ भिडियोहरू पनि बनाउने छु। ओके सो बेसिकली राम्रो छ रङ पनि रहेछ। लेट्स गो फुडहरू ट्राई गरेर निस्किन्छौँ है। आज अब भिडियो गर्नु दिँदैन होइन। यसको रोड छ यता पनि रोड छ मेन गेट हो होइन। गेट मजाले देख्दैन होला। ओके दिस इज द मेन गेट। यहाँ चाहिँ यी ट्राई है ट्राई गर्छौँ। ए क्युआर गर्नु मिल्छ नि होइन। यो एउटा खाउँ न है। दामी देख्दैछ लोकल फुड है। हामी चाहिँ आज चाहिँ मिट खानु मिल्दैन त्यही भएर पटेटो भेज आइटमहरू मात्रै हामी खान्छौँ। आइटिङ हुँदैछ। यो मासुमा छुको छैन नि दिदी होइन। आज मासु खानु मिल्दैन मैले हजुर हालिदिनु न। कति हो यसको 50 रुपियाँ। ओके गाइस दामी ल यस्तो दामी फुड जम्मा 50मा आउँदो रहेछ है। सो स्याटरडे मेला लाग्दो रहेछ यहाँ आउँदा हुन्छ है तपाईँहरू। ओके गाइस दामी हुँदो रहेछ टेस्ट हुँदो रहेछ। ओके मजाले खाएको चाहिँ म देखाउन सक्दिनँ तपाईँलाई होइन। ओके गाइस हामीले चाख्यौँ होइन दामी थियो। ल दिदी हाई भनिदिनुहोस् होला। ओके ल यहाँ चाख्यौँ। अब अर्को फुड हामी चाख्दैछौँ। आज एक दुईवटा फुडहरू हामी चाखौँ। यहाँमरि छ त्यो खाउँ है। जुनमा भयो नि हुन्छ खुवामा दिनुहोस् हजुर। ए ओके गाइस ल यहाँमरि चाख्दैछौँ। सो बेसिकली सरी म खाएको चाहिँ म तपाईँहरूलाई देखाउन सक्दिनँ। सो यु क्यान आउनुहोस् होइन। ओके यस्तो दामी छ है। सो स्याटरडे लाग्दो रहेछ आउनुहोस्। नेवारी लोकल फुडहरू तपाईँले यहाँ पाउन सक्नुहुन्छ। ओके हामी अझै चाख्छौँ कतिवटा चाख्न चाखिन्छौँ है। होइन यो त खाँदिनँ म। ओके हाम्रो दिदी शनिबार लाग्छ दिदी यहाँ। ल शनिबार लाग्दो रहेछ। ओके यो गाइस कम होइन चाख्नु सक्नुहुन्छ। ओके अनि यसलाई कति हो 60 रुपिस। ओके गाइस एकदम सस्तोमा रहेछ ल ओन्ली 60 रुपिस है। ओके गाइस सो म अब ट्राई गर्छु है एकछिनमै हुन्छ है। ओके गाइस सो बेसिकली अब सर्ट ब्रेक लिँदैछु म होइन। सो कन्टिन्यू फुडिङमा। सो यहाँ हेर्नुहोस् साग सब्जीदेखि सबै लाग्दो रहेछ आजको दिनमा चाहिँ। सो
यहाँ हो होइन यसको हामी कहाँ छौँ कहाँ चाहिँ भन्नुभएको थियो गएपछि होइन सो लोकल फुडदेखि लिएर तपाईँको भेजिटेबलदेखि लिएर यति तपाईँको बजार लाग्दो रहेछ सो तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ ओके सो म तपाईँलाई उसो गर्नु देखाउँदिनँ अब त्यो चाहिँ ओके गाइस सरी सर 5 मिनट ब्रेक हामी दिएछौँ होइन त्यो बेसिकली अब कन्टिन्यू हामी गर्छौँ ओके त्यहाँ पाउँदो रहेछ होइन आज नेवारी फुड चाहिँ एकदम के अरे के भनौँ लोकल फुडहरू चाहिँ डिस्प्ले गरेर भनौँ स्ट्रिट फुड जस्तो स्ट्रिट फुड टाइपको त्यही यहाँ चाहिँ सेल गर्नु गर्छ अनुगत भनेर हो क्या लाइक एकदम टोटली नेवारीकै स्ट्रक्चरहरूमा मन्दिरदेखि लिएर होइन त्यो कुराहरू एकदम दिन्छ ओके गाइस सो हामीले अब आजको कमाइले एउटा फुडहरू टेस्ट गरौँ अरू पनि टेस्ट गर्छ त्यो चाहिँ अब अरू पनि कतिवटा लेस हो राम्रो टेस्ट गरौँ त्यहाँदेखि चाहिँ आलुको त्यो सब्जी छ चिज टाइपको एकदम मिठो हामी न भेजदेखि लिएर भेज आइटमहरू सबै पाउँदो रहेछ ओके त्यो गाइस कम विविध धेरै चिप रेटमा तपाईँको यु क्यान अब 2-300 पकेटमा भएर आउनुभयो भने नयाँ फुडहरू तपाईँले धेरै 5वटा भेराइटीको फुडहरू चाहिँ तपाईँ टेस्ट गर्न सक्नुहुन्छ ल नेवारीको स्पेसल हो ओके सो लेट्स जस्ट गो अनि हामी गर्छौँ लेट्स गो अनि ट्राई है अरूहरू ओके यस्तो पनि फुडहरू पाउँदो रहेछ होइन अब यो चाहिँ नन भेजहरू हामी पनि पाउँदैन यो फोन पे गर्नु मिल्छ हुन्छ है ओके यो के हो ओके normal waffle 100 rupees ko सानो स्ट्रबेरीहरु छ हामीसँग चकलेट स्ट्रबेरी so let's try this one यो ट्राई गर्नु न है नै खाने अहिले खाने हो त्यही यसरी मिठाईहरुको पनि एकदम दामी रहेछ नि यो वाला को के डार्क माथि छला त एउटै हो यो so guys कम कति अरे यसको 200 हो ओके 200 मा यो पाउँदो चाहिँ दामी है कप सेटमा ओके सो बेसी सरी है खाएको चाहिँ म देखाउन सक्दिनँ तपाईहरुलाई सो लेट्स गाइस टेस्ट गर्यो यो चाहिँ हामीले दामी थियो हैन सो लेट्स मुभ अब अरू पनि टेस्ट गर्नु छ सो म पे गर्छु ओके गाइस हामी फेरि अब हन्टिङमा सुरु हुन्छ अनि अब ट्राई गरेको छु म दुईटा ट्राई गरेँ लेट्स सी अब अरू के ट्राई गर्न सक्छु हुन्छ बेबी दामी दामी चाटहरू किनेको छ ओके त्यो राम्रो थियो स्ट्रबेरीमा त्यो कालो चक्लेट हालेर चाहिँ दामी कपमा गाउँ कपमा सर्भ गर्नु भएको एकदम ब्युटिफुल थियो डेकोरेटिभदेखि लिएर तपाईँले टाइप भिडियोमा हेर्नु राइटिङ थियो डिजर्ट टाइपको चाहिँ सर्भ गर्नुभएको जस्तो आज चाहिँ नेवारी फुडहरू चाहिँ आउँदैछ होइन गाई सरी म तपाईँलाई खाएको चाहिँ म देखाउन सक्दिनँ होइन देखाउन सक्दिनँ तर अरू चाहिँ खान सक्छु अरूको देखाउन सक्छु फुडहरू के पाइन्छ त्यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले ओके गाइस ओके त्यो छ अब अझै अगाडि जाउँ के पाइन्छ ओके गाइस ग्रोसरी पनि आउँदो रहेछ अनि हेर्नुहोस् यस्तो पनि पाउँदो रहेछ देखाएर नन भेज आइटमहरू एकदम पाउँदो रहेछ होइन यस्तो लोकल ड्रेसमा होइन सर्भ गर्दैछ ढुकुटी लोकल टाइपको ढुकुटीमा मजाले सर्भ गर्ने कुटेर होइन यिनीहरूको ट्रेडिसनल हुन्छ नि लाइक नेपालको ट्रेडिसनल कुटेर गाउँदै रियली नाइस यामरी होइन त्यहाँ अन्डा छ त्यो चाहिँ मैले खानु मिलेन आज अरू हामी ट्राई गर्छौँ भेज आइटमहरू कति अभाइलेबल छ आई ट्राई आई थिङ्क 2, 3, 4वटा आई थिङ्क यामरी 3वटा आइटम्स मैले अलरेडी टेस्टेड
टेस्ट गरिसकेको छु सो अब अर्का हामी अरू के टेस्ट गर्न सक्छु म ओके नन भेज आइएम सरी गाइस आई थिंक के अरे सेकुवा नन भेज सबै नन भेजहरू बनाइरहेको छ यहाँ नन भेजहरू आइटमदेखि लिएर भेज आइटमदेखि छ मिक्स हुन्छ त्यही भएर अहिले मैले आज मिलेन बट लेट्स वान मोर फुड आइटम आल ट्राई ओके यसो कहाँ क्यास पनि क्युआर पनि चल्दो रहेछ सो तपाईँलाई पे गर्न सजिलो हुन्छ सो यु डोन्ट वरी सो ब्याड लक माइ मैले केही पनि ट्राई गर्न पाइँदैन आज भेज नन भेज जति सबै भेज मात्रै आइटम म ट्राई गर्छु ओके म आइएलि ट्राई दिन्छु रुचिहरू हेरौँ है कस्तो मजाले मुखबाट के अरे पानी आइसक्यो यार गाइस यो फुडहरूको आइटम देखेर चाहिँ यो गाइस शनिबार चाहिँ आउनुहोस् होला है तपाईँहरू जहाँबाट हुनुहुन्छ शनिबार चाहिँ आउनुहोस् होला शनिबार चाहिँ मजाले आएर तपाईँहरू खान सक्नुहुन्छ ओके यसो गाइड आएर होइन ग्रुप बसेर यु क्यान इन्जोय ओके इन्जोय द फुड है मजाले खान सक्नुहुन्छ अझै म यतातिर जान्छु ओके पोखरी पन्टहरू जहाँ चाहिँ अब बोर्डिङ गर्नु मिल्दैछ सबै सो त्यसको अरू के खान सक्छु म ओके ओके फाइनली एउटा चाहिँ पाएको छु मैले अब यो ट्राई गरेँ त्यो हो सेल गरेको जुस बार पनि ट्राई गर्नु यो कति हो 70 क्यास अर अनलाइन पे गर्नु मिल्छ सो ल गाइस अब यो खाना गइरहेको सो पेमेन्ट गर्छ एकछिन ओके गाइस सो सरी मैले क्यामेरा रिमोभ गर्न सक्छु ओके गाइस हामीले अब पाइसक्यो ओके त्यो स्टलहरू यस्तो राख्दो रहेछ होइन दिदी भाइहरू सो हामी ट्राई गर्छौँ यस्तो चिसोमा त्यो पनि बेस्ट ट्राई होइन यु क्यान ह्याभ यो चाहिँ तपाईँलाई यु क्यान ह्याभ ओके यहाँ शनिबार स्टल लाग्दैछ होइन यहाँ आएर तपाईँले खान सक्छ त्यो लड अफ होइन लोकल ट्रेडिसनलहरू मजाले गर्दैछ ओके गाइस बेसिकली हामीले लगभग कहाँ दही पनि हामीले टेस्ट गऱ्यौँ ओके गाइस यताबाट चाहिँ हामीले एउटा माथि जानु दिन्छ होला सायद आई डोन्ट नो नुवाकोट जानु दिन्छ होला ओके गाइस यो आई थिङ्क दिस इज यो थिङ यो हो यो रोडकै छेउमा केही तपाईँको गरेर चाहिँ होइन रोडकै छेउमा मजाले स्टलमा राखेर बनाएर जुन चाहिँ मजाले गर्नु सक्नुहुन्छ
Okay, so ओके सो आज मैले इन्डसम्म चाहिँ गइसक्यो होइन इन्डसम्म गइसक्यो ट्राई पनि गरिसक्यो लट अफ थिङ्स होइन ओके सो गाइस अब आई थिङ्क दिस इज द इन्ड अफ द हाउस होइन इन्ड गरिरहेको छु सो सी नेक्स्ट घरमा यहाँ ट्राभल पनि हुनसक्छ फुडिङकै यस्तै फुडिङ हुनसक्छ लाइफ लेसनको भिडियो हुनसक्छ होइन कन्टेन्टहरू म हालिरहेको छु ओके जसमा अब राइड पनि गर्नुपर्ने राइडमा चाहिँ अब गर्नु सक्दिनँ भिडियो किनभने आई डोन्ट ह्याभ अहिले ग्रोबो भनौँ या प्यानहरू छैन त्यसले गर्दाखेरि मैले राइडको जस्तो भिडियोहरू बनाउन सकेको ओके सो यसरी नै कहीँ कहीँ राइड नभएको बेला चाहिँ म यसरी तपाईँलाई भन्छु ओके गाइस सो लेट्स सी यू ह्यापी गुड डे अनि स्टे ट्युन फलो मी कमेन्ट्स मी सेयर गरेर भिडियो लाइक मन पऱ्यो भने फेरि यस्तो यस्तो भिडियोहरू मोटिभेसन हुन्छ सो कमेन्ट सेयर एन्ड सब्सक्राइब द च्यानल होइन सो सी यू अन नेक्स्ट भिडियो थ्याङ्क यू बाई बाई